आजको हाम्रो यात्रा थानकोटको गोदाम चौरदेखि चितलाङसम्म हुनेछ। अहिले ठिक दिउँसो 12 बजेको छ। बाइकको मिटरमा भने 3007 किलोमिटर गुरेको देखिएको छ। अब हामी सुरु गरौँ चितलाङको यात्रा। गोदाम चौरदेखि केही माथिसम्म तपाईले मजाको पिच नै पाउनुहुन्छ। यो थानकोटदेखि चितलाङसम्मको राजमार्गलाई गणेश मानसिंह राजमार्ग भन्ने गरिन्छ। यहाँदेखि हाम्रो अफरोडको यात्रा सुरु हुनेछ। पहिले यो राजमार्ग भएर ठुला गाडीहरू आउजाउ गर्न निकै समस्या हुने गर्दथ्यो। करिब 3 वर्ष अगाडि यो राजमार्गलाई चौडा गर्ने काम सुरु भयो र तबदेखि यो राजमार्गमा निरन्तर गाडीहरू घुरिरहेको थिएन। हामीले यो भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको अहिले यो राजमार्गको ताजा अवस्था तपाईलाई देखाउनु हो। हालसालै यो राजमार्ग चौडा भएर अहिले सञ्चालनमा आएको छ। अब हामी जाँदैछौँ चितलाङ र तपाईहरू पनि हामी सँगसँगै यो राजमार्ग अवस्था जान्नुहुनेछ। थानकोट चितलाङ हुँदै तपाईँ मार्कु जान सक्नुहुन्छ र मार्कुबाट कुलेखानी हुँदै तपाईँ हेटौँडा पुग्न सक्नुहुन्छ। त्यसै गरी यो चितलाङ हुँदै तपाईँ थाहा नगरपालिका हुँदै चितलाङ, तिस्तुङ, पालुङ हुँदै पनि हेटौँडा जान सक्नुहुन्छ र यो तराईसँग जोड्ने सबैभन्दा छोटो राजमार्ग हो। यो डाँडा पुरै चट्टानले बनेको हुनाले यहाँको भूसंरचना पनि हामीले अरूभन्दा अलि बेग्लै पायौँ। बाटो फराकिलो गर्ने काम लगभग अन्तिम चरणमा देखिन्छ। अहिले केही ठाउँमा वाल बनाइएको छ भने केही मोडहरूमा अलि फराकिलो गर्ने काम बाँकी रहेको देखिन्छ। यो बाटो फराकिलो भएसँगै काठमाडौँ र चितलाङको दूरी छोटिएको छ। अझ पिच भएपछि हामी केही मिनेट्समा नै चितलाङ पुग्न सक्नेछौँ।
अहिले 12:22 गएको छ र 3013 किलोमिटर भएको छ। अराउन्ड हामी 20 मिनटमा चाहिँ यो भन्ज्याङको ठाउँमा चाहिँ आइपुगेको छौँ। भन्ज्याङसम्म पुग्नको लागि चाहिँ हाम्रो अराउन्ड 7 किलोमिटर जति चाहिँ हामी आएको छौँ। यो अहिले देखिराख्नु भएको जुन पश्चिमको साइड छ, यो पश्चिमको साइड चाहिँ अब मकवानपुर जिल्लामा पर्छ। अहिले हामी ठ्याक्कै भन्ज्याङमा चाहिँ आएको छौँ। यो माथिको डाँडा चाहिँ चन्द्रगिरी हो। यो बाटो फराकिलो भएसँगै यहाँ सुमो गाडीहरू प्रशस्तै गुडेको पाइन्छ। त्यसै गरी ट्रकहरू पनि फाटफुट देखिन्छ र हामीले केही बाटोमा ट्याक्सीहरू र प्राइभेट कारहरू पनि भेट्यौँ। हामी अहिले मकवानपुर जिल्ला प्रवेश गरिसकेका छौँ। चन्द्रगिरीसम्म हाम्रो उकालो रहेको थियो भने अब चितलाङसम्म हामी ओह्रालो झर्न गइरहेको छौँ। यहाँको बाटो अघि नै उकालो चढेको भन्दा अझ फराकिलो थियो। कतै कतै धुलो उडेको थियो भने केही मोडहरूमा ढलान पनि गरिएको थियो। यहाँबाट हामी चितलाङको बस्ती देख्न थालिसकेको थियौँ। चितलाङ पुग्नु केही अगाडि यसरी गिटीका थुम्काहरू राखिएको देख्यौँ। अब लाग्छ यहाँ चिटनी पिच हुनेवाला छ। बाटो त राम्रो भइसकेको थियो, तर अझै पनि पिच नभएको कारणले गर्दाखेरि एकदमै धुलो उड्थ्यो। सो तपाईँहरू आउनुहुन्छ भने कृपया फुल हेलमेट लगाउनुहोला अथवा मास्क लगाउन नबिर्सनुहोला। समग्रमा भन्नुपर्दाखेरि थानकोटको गोदामचौरदेखि अहिले चितलाङको जुन बजार छिर्ने हाम्रो यो मेन द्वार छ, सो त्यहाँसम्म आउँदाखेरि हाम्रो लगभग 12 किलोमिटर रहेछ र डिस्टेन्सको हिसाब 12 किलोमिटर भए तापनि बाटो अलिक खराङखुरुङ बिग्रेका थिए। त्यही भएर टाइम चाहिँ बेसी लाग्यो, लगभग 42 मिनट लाग्यो हामीलाई यहाँ पुग्दाखेरि। र गाडीमा चाहिँ अब यो सानसानो अब ट्याक्सी कारहरू आउनु अलिकति गाह्रो हुन्छ, अलिकति एक्सपिरियन्स ड्राइभर चाहिने हुन्छ भन्दाखेरि 4 व्हिलरलाई केही समस्या छैन, मजाले आउन सक्नुहुन्छ। र यति फराकिलो भइसक्यो, तपाईँको ट्रक बस सबै आउन सकिन्छ। अब तपाईँ चितलाङ यस्तो राम्रो ठाउँ जहाँनिर तपाईँले चाहिँ अब होमस्टे पाउनुहुन्छ, यहाँबाट बार्को जान सक्नुहुन्छ। यी सबै कुराको लागि तपाईँलाई धेरै टाढा जानु पर्दैन, मात्र 1 घन्टामा तपाईँ यहाँ पुग्न सक्नुहुन्छ र आफ्नो वान नाइट स्टेहरू तपाईँले यहाँ बिताउन सक्नुहुन्छ। र तपाईँहरूको अफिसको टिम बिल्डिङदेखि लिएर तपाईँको फ्यामिली ग्यादरिङदेखि लिएर सबै कुरा तपाईँले यहाँ गर्न सक्नुहुन्छ र यो डिस्टेन्स एकदम छोटिसकेको छ।